ल साथीहरू, जोरधारादेखि बालुङ्गामसम्मको सरसफाइ अभियान, बाटो बनाऊ अभियान रहेछ। सो म पनि त्यहाँ जाँदैछु, तपाईँलाई त्यहाँ पनि छोटो छोटो भिडियोहरू देखाएर सेयर गर्नेछु है। ल आउनुहोस्, तपाईँहरू पनि आफ्नो गाउँ आफै बनाऊ। यही हेतुले आज हामी आफ्नो गाउँ आफै बनाउँदैछौँ। ल साथीहरू, श्रमदान चलिरहेछ। बाटो सरसफाइ अभियान जोरदारादेखि बालुगामसम्मको। तर आज कति सक्छ त्यो बाँकी हेर्न बाँकी छ, र सकेन भने आगामी दिनमा। आजको श्रमदानमा काँधमा काँध मिलाई हातमा हात, गाउँ बनाउने हाम्रो साझा बाटो यही। आऊ साथी श्रमदान गरौँ, देशलाई सुन्दर। ल साथीहरू, अब अलिक अगाडि बढ्नेछौँ श्रमदान गरेर। ल काकाश्री केही बोलिदिनुहोस् माइकमा। छोड्नु छोड्नुहुन्न हौ। ल ल जोरदारमा यसो कुलेसो काटेको छ। सो यो बाटो एकदम खराब थियो, गाडी कुदाउन बाइक कुदाउनलाई एकदम समस्या भएको कारणले कसैले झाडु, कसैले कुदाल, कसैले बोकेर रित ढुङ्गा, सबैको श्रम बराबर हुन्छ। यही हो हाम्रो देशको गहना। साथी श्रमदान गरौँ, मनको मैलो हत। ल यो पुलेसोको लागि हामीले अलिकति डाँडा उठाएका छौँ। ल हेर्नुहोस् श्रमदाताहरू, ल ल साथीहरू, हामी अगाडि बढ्यौँ। जोरदारा सकेर अलि अगाडितिर गर्नेछौँ। सो अगाडि पनि टन्नै हुनुहुन्छ मान्छेहरू, श्रमदाताहरू। ल अघि 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 बढ्यौँ। को शक्ति हातमा काम। ल यो ठाउँ चाहिँ एकदम दामी भयो। पानी जमेको जमै गर्थ्यो, पानी जमेर र श्रमदाताहरू एकदम खटिरहनु भएको छ। ल हेर्नुहोस् त, आफ्नो गाउँ आफै बनाऊ होइन। जस स्थानीयवासीहरू पनि श्रमदानमा चाहिँ आउनुभएको छ। घाम लागे पनि पानी परे पनि हामी जुछौँ एउटै सपना बोकी। काँधमा काँध मिलाई हातमा हात, गाउँ बनाउने हाम्रो साझा बाटो यही।
हातले बोकेर हेरी त ढुङ्गा सबैको श्रम बराबर हुन्छ यही हो हाम्रो देश फेरि भन्नु फेरि बिस्कुट आउँदैछ होला अलिकति अपुरो भयो खाजा जुस आउँदैछ तपाईँहरू निराश आउँदैछ तपाईँहरू अगाडि मुख भइदिनु होला अगाडि मुख भइदिनु म खाजा आउँदैछ खानु तपाईँहरू अगाडि मुख भइदिनु यहाँनिर अब हामीसँग थोरै मात्रै टाइम छ अब यता अगाडि मुख भइदिनु होला अब त्यो खोल्सा पानी छोडिदिनु हो हामीसँग समय थोरै मात्रै छ यहाँ त ढिस्का पहिला झरेको रहेछ त्यसमा सबैजना जुटौँ आउनुहोस् त अब त्यो खोल्सा पानी सबै छोडिदिनु होस् खोल्सा पानी यता आइदिनु पानी छोडिदिनु यता आइदिनु श्रमको मूल्य चिनेपछि देश हाम्रो यो कोदाली हाम्रो अब मैले अब यो सोध भन्न दुईटा बेच ल त साथीहरू आजको भिडियो यति नै आगामी दिनमा पुनः भेट्नेको बाचाका साथ बिदा जान्छु हस्त जय नेपाल।